श्रद्धाञ्जली अर्पण गर्दछु र यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण मा मेरो नमन छ। आज हामी जुन यहाँ भेला भइरहेको छु, एउटा यो शरद पुस्तकालय भन्ने जुन एउटा पुस्तकालय खोलिएको छ, एउटा इँटा थप्ने काम भइरहेको छ। यसरी हामी यो समाजमा यो स्कुलमा पढेर धेरै मान्छेहरू यहाँदेखि हामी विदेशमा विभिन्न ठाउँमा बसिरहेका छौँ, तर मैले देखेको छु यस्तो काम गर्ने धेरै कम मान्छे यहाँ मैले देखेको छु। जुन एउटा इँटा थपिएको छ, यो इँटामा अरू साथीहरूले पनि इँटा राख्नेछन् भन्ने म यहाँ हजुरहरूलाई पनि निवेदन गर्दछु। हामीहरू के छ भने अहिले समाज चाहिँ जुनसुकै राजनीतिक समाज हो, केही समाज हो, त्यहाँ एकदम विकृति फैलिएको छ। यो विकृतिलाई पनि न्यूनीकरण गर्नको लागि म सर्वप्रथम अनुरोध गर्छु। साथै यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा मेरो नमन छ र पुनः म यहाँ मेरो परिचय, म पुष्पराज पाण्डे हो। मेरो नाम मैले भनिहालेँ। मैले 1 कक्षादेखि 12 कक्षासम्म यही माटोमा हुर्केको बढेको हो र मैले यहाँ बस्दाखेरि पनि कुनै सङ्घ सङ्गठनमा लागे तापनि हामीले कसैको पनि नराम्रो काम गरेको छैन भनेर म यो मञ्चबाट यहाँलाई निवेदन गर्दछु। हामी सर्वप्रथम घर हो, चाहे त्यो जुनसुकै सिद्धान्तमा लागेको मान्छे हो, यसकारण यो घरलाई सिगार्ने काम, जसरी एउटा यो शरद पुस्तकालय भन्ने एउटा इँटा खोलिएको छ, यस्तै हामी विभिन्न स्तरमा छौँ। हामीले व्यक्तिगत स्तरमा धेरै प्लेन किन्नेसम्म पनि हामी पुगिसकेको जस्तो म महसुस गर्छु र यसमा म गौरवान्वित पनि हुन्छु। यो भूमिले, यो माटोले हामीलाई जहाँसम्म पुर्याएको छ, यो माटोले पुर्याएको ठाउँमा हामी सकारात्मक आज हाम्रा दाजुभाइहरू मुख बोलिरहेका छैनौँ। किन हामी मम गरौँ? अफिसमा होस्, जुनसुकै संस्थामा होस्, त्यहाँ के भन्छ भने कसैले के काम गर्यो, तपाईँ आफूबाट सुरु गरौँ। हामी जसरी म मेरो घरमा छ भने मेरो परिवारप्रति मैले के गरेको छु, म मेरो परिवारप्रति जिम्मेवार छु कि छैन, पहिले हामीले त्यो सोचौँ। हामी ठुला कुरा गर्नुभन्दा साना कुराबाट जाउँ। हामी एमाले, काङ्ग्रेस, राप्रपा होइन, सबै सिद्धान्तमा अडिगौँ। माओवादी यो सिद्धान्तमा होइन। पहिले हामी पाटन भूमिको हो, तर मैले यो राजनीति बोले सौरी दुई शब्द यहाँ मलाई बोल्नै मन लाग्यो। किनभने हामी कुनै कार्यक्रम भयो भने जुनसुकै पार्टीका हुने त्यहाँ दगुर्ने, तर यस्तो कार्यक्रममा कम हुने। आज मैले धेरै मान्छे कम देखेको छु। यो एउटा साहित्यिक कार्यक्रम, एउटा सबै मान्छेको कार्यक्रम भएको यहाँ मैले एकदम कमी महसुस गरेको। यहाँ धेरै मान्छे आउनु पर्थ्यो तर आइरहनु भएको छैन। म यही मञ्चबाट के निवेदन गर्छु भने अबका यस्ता कार्यक्रमहरूमा सबैलाई आफै निम्तो हुन्छ, यो चुले निम्तो हुन्छ, हामीले बोलाउनु पर्दैन। यस्तो कार्यमा त हैसेमा हैटे गर्दै आउनुपर्छ। यो म यहाँ निवेदन गर्दछु र म अब धेरै कुरा बोल्दिनँ, किनभने यहाँ मैले यहाँ भाषण गर्न आएको र मलाई यो कता बोलौँ जस्तो लाग्यो हुनाले मैले पति हिसाबले पनि बोल्नु, तर यो मेरो घर हो, म जे पनि बोल्छु यहाँ, होइन। त्यसको लागि म क्षमा चाहन्छु, होइन। अब म स्वर्गीय शरद अङ्कलप्रति फेरि पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु र उहाँको शिक्षाप्रतिको म प्रेरणा यहाँलाई एउटा पस्किन थाल्छु। त्यो के भने म यही स्कुलमा 1 देखि 10 र 10, 11 म यही क्याम्पसबाट पास गरेको हो। म क्लासमा पढ्दा धेरै कमजोर पनि थिएन, धेरै माथि पनि थिएँ, म बिचको थिएँ। कहिले म 3rd हुन्थेँ, कहिले 2nd हुन्थेँ। म SLC पास यही स्कुलबाट 2044 सालमा दिएर 45 सालमा 2nd डिभिजनमा भएको थिएँ। अनि शरद अङ्कलको के थियो भने उहाँको इच्छा, म 2nd भयो भने उहाँले 15 रुपियाँ दिनुहुन्थ्यो, 3rd भयो भने 10 रुपियाँ दिनुहुन्थ्यो। त्यो पैसाको भ्याल्यु होइन। मैले उहाँबाट 15 रुपियाँ पाएको थिएँ, म 7 कक्षामा सायद 2nd भएको थिएँ, होइन। त्यो मलाई पढ्ने उत्सुकता हो, उहाँको शिक्षाप्रतिको एउटा जागरुकपन हो। यसरी हामीले आफ्नो पोजिटिभ, कसैलाई पनि पोजिटिभ तरिकाले हेरौँ र सकारात्मक हेरौँ। हामी पहिले आफ्नो घर हेरौँ, दाजुभाइ हेरौँ। हामी कुनै जागिरमा छौँ भने हाम्रा दाजुभाइहरू कुनै केही छैन, त्यसबाट सहयोग गरौँ। म जागिर गर्छु भने म के गर्नु सक्छु, म 10 to 5 काम गर्न सक्छु कि सक्दैन। अहिले यो भयो भ्रष्टाचार भयो, ऊ भयो भन्छ, तर त्यो होइन। पहिले हामीले गर्ने काम हामी गरौँ र हामीबाट जे कमजोरी हुन्छन् त्यसलाई न्यूनीकरण गरौँ। त्यसबाट हाम्रो समाज राम्रो बन्छ। यसकारण म पुनः यहाँलाई के निवेदन गर्छु भने यस कार्यक्रम जस्तै अरू कार्यक्रम पनि हामी भविष्यमा गर्न पाऊँ, देख्न पाऊँ र सबैले सबै ठाउँबाट यो शरद पुस्तकालय सहयोग गरौँ। म यतिसम्म हुन्छ, हामीसित केही किताबहरू छन् भने यसलाई यही किताब मात्र किन, अरू किताब पनि दिउँ न। हामी 10 वटा म दिन्छु, 10 वटा हामीले सके जति। बल्कि म यो पुस्तकालय सञ्चालनलाई के निवेदन गर्छु भने तपाईँले एउटा डायरी राख्नुहोस्, जसले यो सहयोग गर्यो त्यसको नाम राख्ने र बिस्तारै ताम्रपत्रमा त्यसको नाम लेख्ने। यसले के गर्छ भने हौसला बढ्छ मान्छेको। मैले 10 वटा किताब दिएँ भने मेरो नाम आउँछ, अर्कोले अर्को आउँछ र भोलि यसले क्याम्पसकोलाई पनि लाइब्रेरीमा पढ्ने होस्। अहिले के छ भने हाम्रा भाइ बहिनीहरू क्याम्पसमा, भाइ महेन्द्रले भन्यो भर्खरै, हामीले क्याम्पसमा पनि भन्यो, जसरी मैले क्याम्पसको करिब 1 लाख रुपियाँसम्म किताब दिन सक्छु, यस्तै अरूहरूले 2 लाखको दिन सक्छन्, 3 लाखको दिन सक्छन्। त्यो हामीले किन नगर्ने? एउटा यसैमा शाखा राखेर त्यो अगाडि बढोस् भन्दै म यहाँ पुनः